नमस्कार साथीहरू, जीवन एउटा यात्रा हो जहाँ हामी विभिन्न मोडहरू, सङ्घर्षहरू र अवसरहरू भेट्टाउँछौँ। कहिलेकाहीँ सफलता हामीलाई सजिलै प्राप्त हुन्छ, तर प्राय त्यसको लागि कठिन परिश्रम, धैर्य र आत्मविश्वास आवश्यक पर्छ। भगवान श्री कृष्णले गीतामा भने जस्तै हाम्रो हातमा कर्म छ, फल होइन। यदि हामी आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर परिश्रम गर्छौँ भने सफलता ढिलो या चाँडो अवश्य प्राप्त हुनेछ। सफलताको कुनै निश्चित सूत्र छैन, तर परिश्रम, धैर्य र सकारात्मक सोच नै यसको मूल आधार हो। दर्शकबिन, तपाईँ आफैमा विश्वास गर्नुहोस्, यही नै सफलताको पहिलो खुड्किलो हो। यदि तपाईँ आफैमा विश्वास गर्न सक्नुहुन्न भने अरू कसरी तपाईँमाथि विश्वास गर्नेछन्? आत्मविश्वासले हामीलाई चुनौतीहरूको सामना गर्न शक्ति दिन्छ। याद गर्नुहोस्, संसारमा असम्भव भन्ने केही पनि छैन। हामी मध्ये धेरैजना असफलतालाई भयको रूपमा लिन्छौँ, तर वास्तवमा असफलता सफलता प्राप्त गर्ने पहिलो खुड्किलो मात्र हो। थॉमस एडिसनले 10,000 पटक असफल भएपछि बिजुली बल्बका आविष्कार गरेका थिए। उहाँले भनेका थिए, म 10,000 तरिकामा असफल भएको होइन, मैले 10,000 तरिकाहरू खोजे जसले काम गरेन। असफलता भनेको अन्त होइन, यो मात्र एउटा सिकाइको प्रक्रिया हो। सपना देख्नु मात्र काफी हुँदैन साथीहरू, ती सपना पूरा गर्न मेहनत पनि गर्नुपर्छ। मेहनत बिना कुनै सपना सफल हुन सक्दैन। सफल व्यक्तिहरूको जीवन हेर्ने हो भने तिनीहरू सबै कडा मेहनती थिए। महान फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो, सफल उद्योगपति एलन मस्क वा कुनै पनि क्षेत्रका उत्कृष्ट व्यक्तिहरू, उनीहरू सबैको सफलता उनीहरूको मेहनतकै कारण सम्भव भएको हो। भन्छन् नि साथीहरू, तपाईँ जस्तो सोच राख्नुहुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। यदि तपाईँले आफैले असक्षम महसुस गर्नुभयो भने तपाईँ असफल हुनुहुनेछ, तर यदि तपाईँले आफैले सक्षम र शक्तिशाली महसुस गर्नुभयो भने तपाईँ सफलताको मार्गमा अगाडि बढ्न सक्नुहुन्छ। अब यो कुरा तपाईँमा निर्भर हुन्छ कि तपाईँ कस्तो सोच राख्नुहुन्छ। यदि तपाईँ नराम्रो सोच राख्नुहुन्छ भने तपाईँ नराम्रो नै भन्नुहुन्छ। यदि तपाईँ राम्रो सोच्नुभयो भने तपाईँ राम्रै हुनेछ। धैर्य र निरन्तरता जीवनमा हुनु अति नै आवश्यक छ। तपाईँ सोच्नुहुन्छ कि एकै पटकमा ठुलो उपलब्धि हासिल हुन्छ भनेर त त्यो कहिल्यै पनि सम्भव हुँदैन साथीहरू। सानो सानो प्रयासहरूले नै ठुलो उपलब्धिमा परिणत गर्न सक्छ। आज एक सानो कदम चाल्नुहोस्, भोलि अर्को सानो कदम चाल्नुहोस् अनि तपाईँले आफूलाई सफलता नजिक पाउनुहुनेछ। सानो सानो कदम नै सफलताको सिडी हुन्छ। आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस् साथीहरू। तपाईँले आफ्नो जीवनमा के चाहनुहुन्छ, के बन्न चाहनुहुन्छ, के हासिल गर्न चाहनुहुन्छ, यी सबै प्रश्नहरूको उत्तर आफै दिनुहोस्। जब तपाईँ आफ्नो लक्ष्य स्पष्ट गर्नुहुन्छ तब मात्र तपाईँ त्यसको लागि पूर्ण समर्पण गर्न सक्नुहुन्छ। दर्शकबिन, हामी सबै अपूर्ण छौँ, तर हामीले हरेक दिन केही नयाँ सिक्नुपर्छ। आफ्नो कमजोर पक्षलाई सुधार गर्दै जानुपर्छ। जब तपाईँ निरन्तर सुधारको प्रक्रियामा रहनुहुन्छ तब तपाईँले दिन प्रतिदिन उत्कृष्ट बन्दै जानुहुन्छ। डर साथीहरू, यो डर नै हो जसले हामीलाई केही पनि गर्नको लागि रोक्छ। डर नै हो हाम्रो सबैभन्दा ठुलो बाधा। हामी डरले गर्दा धेरै अवसरहरू गुमाउँछौँ। जीवनमा अवसरहरू धेरै आउँछन् साथीहरू, तर तिनीहरूलाई सम्हाल्नका लागि हिम्मत चाहिन्छ। याद राख्नुहोस्, जो सुकै डर मान्दैन भने ऊ कहिल्यै अगाडि बढ्न सक्दैन। जो व्यक्ति डरायो ऊ कहिले पनि जीवनमा केही गर्न सक्दैन। त्यसैले डरलाई जित्नुहोस् अनि आफ्नो जीवनमा अगाडि बढ्नुहोस्। जो व्यक्ति आफ्नो डरलाई जितेर जीवनमा केही गर्न खोज्यो भने ऊ पक्कै पनि एक दिन सफलता हासिल गर्छ। त्यसैले आफ्नो डरलाई जित्नुहोस् र जीवनमा अगाडि बढ्नुहोस्। हामी जस्तो सङ्गत गर्छौँ त्यस्तै बन्छौँ। सकारात्मक सोच्ने, मेहनती र प्रेरणादायक व्यक्तिहरूसँग बस्नुहोस्। उनीहरूको विचार शैली र काम गर्ने तरिकालाई तपाईँलाई सफल हुने प्रेरित गर्नेछन्। जीवन एउटा उपहार हो साथीहरू, यसलाई रमाइलो बनाउनुहोस्। नयाँ कुराहरू सिक्नुहोस् र हरेक दिनलाई विशेष बनाउन प्रयास गर्नुहोस्। जब तपाईँ जीवनलाई प्रेम गर्नुहुन्छ तब जीवनले तपाईँलाई सफलताको मार्गमा अगाडि बढाउन मद्दत गर्छ। एकपल्ट तपाईँहरू
स्वयं नै विचार गरेर हेर्नुहोला। जीवनमा सफलता प्राप्त गर्न कठिन परिश्रम, धैर्य, आत्मविश्वास र सकारात्मक सोच अनिवार्य छन्। कहिले हार नमान्नुहोस्, कहिले पछाडि नहट्नुहोस्। सफल व्यक्तिहरूको इतिहास हेरौँ, सिकौँ र आफूलाई निरन्तर सुधार गर्दै अघि बढौँ। अब समय आइसकेको छ, तपाईँ उठ्नुहोस्, अघि बढ्नुहोस् र आफ्नो सपनाहरूलाई साकार पार्नुहोस्। तपाईँ सक्षम हुनुहुन्छ साथीहरू, तपाईँ शक्तिशाली हुनुहुन्छ। दर्शकबिन, जीवन भनेको केवल समयको प्रवाह होइन, यो हाम्रो आफ्नै यात्रा हो जहाँ हामीले आफैलाई चिन्ने, आफैलाई सुधार्ने, नयाँ उचाइहरू चुम्ने अवसर पाउँछौँ। सफलता सजिलै प्राप्त हुँदैन। जीवनमा उकालो बाटो पार गर्नुपर्छ, असफलता भोग्नुपर्छ अनि आफ्नै सीमाहरूलाई तोड्नुपर्छ। तपाईलाई तपाईको क्षमतापूर्ण विश्वास गर्नु छ। आत्मविश्वास भनेको सफलता प्राप्त गर्ने पहिलो खुड्किलो हो। यदि तपाईँ आफ्नो लक्ष्यमा विश्वास गर्नुहुन्न भने अरू कसैले तपाईँमा विश्वास गर्ने छैन। संसारका धेरै मानिसहरू केवल आत्मविश्वास नहुँदा ठुलो अवसरहरू गुमाउँछन्। तपाईभित्र असीम शक्ति छ साथीहरू। तपाईँ हरेक बिहान ऐनामा हेर्नुहोस् र आफैले भन्नुहोस्, म सक्दछु, म सफल हुन्छु भन्छन् नि साथीहरू। कुनै पनि यात्रा सुरु गर्नु अघि गन्तव्य स्पष्ट हुनुपर्छ। यदि कुनै जहाजलाई कहाँ जानुपर्छ भन्ने थाहा नै छैन भने त्यो समुद्रमा भौतारिन्छ। लक्ष्यविहीन जीवन पनि उस्तै हो साथीहरू। स्पष्ट लक्ष्य राख्नुहोस्, त्यसलाई साना भागमा विभाजन गर्नुहोस् अनि दृढ सङ्कल्पका साथ अघि बढ्नुहोस्। साथीहरू, हामीसँग सबैभन्दा बहुमूल्य सम्पत्ति के हो? समय। सफल व्यक्तिहरू समयको कदर गर्छन्। जो समयको महत्त्व बुझ्दैनन् उनीहरू पछि गएर पछुताउनेछन्। यदि तपाईँले हरेक दिन 1% सुधार गर्नुभयो भने 1 वर्षमा 37 गुणा वृद्धि हुन्छ। समय बर्बाद नगर्नुहोस्, त्यसलाई सही तरिकाले प्रयोग गर्नुहोस्। जीवन एउटा दौड हो जहाँ धैर्य र निरन्तरता आवश्यक छ। बामे सर्न सिक्ने बच्चा 100 पटक लड्छ तर ऊ उठ्न छोड्दैन। जब कसैले तपाईँले असफल भन्छ, मुस्कान दिनुहोस् र भन्नुहोस्, म अझ बलियो भएर फर्किन्छु। तपाईँको सोच नै तपाईँको भविष्य हो। सकारात्मक सोच राख्ने व्यक्ति कहिल्यै डराउँदैन। नकारात्मक सोचले सफलता बाटोमै रोकिदिन्छ। म सक्छु भन्ने सोच राख्नुहोस् अनि तपाईँ सक्नुहुन्छ। साथीहरू, तपाईँ आफ्नो सपना जिउनुहोस्। तपाईँ जन्मिनुको कारण छ। आफूले मन पराएको काम गर्नुहोस्, अरूलाई प्रेरित गर्नुहोस्। साना साना उपलब्धिहरूलाई पनि उत्सव मनाउनुहोस्। सम्भावनाहरू अनन्त छन्। सङ्घर्ष गर्नुहोस्, सफलता तपाईँको हातमा हुनेछ। आत्मविश्वास राख्नुहोस् अनि संसारलाई देखाउनुहोस् कि तपाईँ को हुनुहुन्छ। लक्ष्य तय गर्नुहोस् अनि रोकिएर नबस्नुहोस्। तपाईँ सफल हुनुहुन्छ, केवल विश्वास गर्नुहोस्। संसारमा कोही पनि जन्मजात सफल हुँदैन। सफलता भनेको निरन्तर प्रयास, धैर्य र कडा मेहनतको नतिजा हो। दर्शकबिन, भिडियोको अन्तमा म तपाईहरूलाई एउटै कुरा भन्न चाहन्छु। सङ्घर्ष, आत्मविश्वास, धैर्यता र सकारात्मक सोच सफलता प्राप्त गर्ने मूल मन्त्र हुन्। आफ्नो लक्ष्य स्पष्ट राख्नुहोस्, समयको सदुपयोग गर्नुहोस्, हार नमान्नुहोस्। सफलता तपाईँकै हातमा हुनेछ। तपाईँ सफल हुन सक्नुहुन्छ साथीहरू। केवल विश्वास गर्नुहोस्, मेहनत गर्नुहोस्। त साथीहरू, मलाई आशा छ कि आजको यो भिडियो तपाईहरूलाई निकै नै मन परेको होला र यस भिडियोबाट तपाईँहरू धेरै सिकहरू पनि सिक्नु भएको होला। त साथीहरू, आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो कमेन्ट बक्समा गएर मलाई कमेन्ट गरेर अवश्य नै भन्नुहोला। र साथीहरू, भिडियोमा अहिलेसम्म बनेर बस्नु भएको छ र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गरी मसँग जोडेर बस्नुहोस् यस्तै भिडियोज कथाहरू देख्न र सुन्नको लागि। हस्त साथी, आजको यस भिडियोबाट म तपाईहरूसँग बिदा लिन चाहन्छु। मिल्छु अर्को दिन एउटा नयाँ भिडियो लिएर, एउटा नयाँ मोटिभेसनल कथा लिएर। धन्यवाद।